बाहिरको चाहिँ अब मजदुर हेर्नु लागि सल्लो के गर्नु यस्तो अब हेर्नु छैन एउटा त्यहाँनिर एउटा ऊ यता हुँदैन हुँदैन ती तलबाट हुन्छ क्या त्यहाँबाट राख्दा भइहाल्छ नि हुँदैन हुँदैन त्यो चस्मा त मिलाउनु त्यही शरणमा राख्दा नि हुन्छ अब यतापट्टि त्यो ढुङ्गातिर लगाउने हुन्छ एउटा खाना बजाउँदैन हुन्छ दुई तिनवटा घन्टी बजाउँ है घन्टी शिवाजीको दर्शनमा त्यो उयोहरू बिज्ला नि त्यो त्रिशुलहरूको बिज्ला भइसक्यो अब यतापट्टि गर्दा हुन्छ बिचरा शरणमा आइपुग्यो बल्ल बल्ल धेरै सेतो मैले आएको थिएँ अब चाहिँ अर्को पनि हजुरलाई मिलाइदिए भन्नुभएको थियो जस्तो ल्याइदिएँ फाइनली आज म धेरै खुसी छु है गाइडहरू सबैजना आउनु होला यो महादेव मन्दिर है महादेव थान मन्दिरमा चाहिँ सबैजना आइदिनु होला भन्न चाहन्छु सबैजनाले यो मन्दिरलाई चाहिँ एकदम माया गरेर सुन्दरता बनाइदिनु होला नि भन्न चाहन्छु सबैजनाको दया माया जागोस् यो मन्दिरलाई अब त भेटी चढाइदिनु त्यहाँ पनि अब आइहाल्नु त्यही तल त्यही राख्दैन हुन्छ ल दर्शन गरिदिनु अब एकचोटि ऊ त्यतातिर पनि पुरै पाथी चढाइदिनु धेरै रहर लाग्थ्यो मेरो दिदीलाई यहाँ आउनलाई चाहिँ आज पुरा भयो तलैबाट गर्दा हुन्छ त्यहाँबाट नै सबैलाई यसरी फाल्दा हुन्छ के माथि पुगिरहनु पर्दैन उता पनि त्यो तलतिर पनि त्यो तलतिर पनि त्यो ढुङ्गामा दल्दिँदा हुन्छ क्या त्यो तल अबिर छ नि हो त्यहाँनिर केसरी हो त्यहाँ दल्ने ठाउँमा फोन घरबाट ओ नो ये क्या हो गया त्यहाँ माथिबाटै गर्दा हुन्छ क्या त्यताउता नजानु भने पर्दैन माथि जानलाई ताती छर्किदिनु के
त्यता पनि यसरी यसरी छर्किन् के यसरी भयो। हेर खुट्टाबाट पनि उ भयो त। हो त्यसरी भने हो। त्यहाँनिर बरु त्यहाँनिर स्टेजमा बसेर बरु उता फर्कै दर्शन गरिदिनु बरु। ल है सबैजनाले आइदिएर यो महालक्ष्मी मन्दिरलाई सबैजनालाई आइदिनु होला, शिवजीलाई मानिदिनु होला। यहाँ पनि छर्किदिनु, यहाँ पनि मलाई त आउँदैन। अब आइसक्नु भने त तपाईँ त नयाँ मान्छे, यहाँ पहिला फर्स्टचोटि आउँदा त्यही भएर हो त्यहाँनिर। त्यही ढुङ्गामै पुजिदिँदा नि हुन्छ। हो त्यहाँ माथिको त्यसजना राम्रो भयो।